अगाडि गएको पहिरोको कारण रोडको डिल पूर्ण रूपमा भत्किएको थियो। केही पशु चौपायाहरूको पनि लडेर मृत्यु भएको थियो। रोडमा पहिरो गएको कारण रोडको किनारामा भएका घरहरू जोखिममा परेका थिए। तर सभामुख महोदय, सो स्थानमा तत्कालीन सरकारमा रहेका पार्टीका कार्यकर्ताको घर अगाडि रहेको बाटोमा थोरै मात्र ग्याबिन वाल लगाएर संरक्षण गरियो र सर्वसाधारण स्थानीयको घर अगाडिको बाटो जुन पहिरोले आधा भत्किएर जोखिममा परेको छ र घर पनि लड्न सक्ने जोखिममा छ, त्यो स्थानमा अझै पनि 2077 सालदेखि अहिलेसम्म मर्मत गरिएको छैन। म सामान्य सभामुख महोदय मार्फत सरकारलाई सोध्न चाहन्छु कि यो देशको बजेट पार्टी कार्यकर्ताको लागि मात्रै हो सभामुख महोदय? म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोखिममा रहेका घर अगाडिको पहिरो रोकथाम गरी सडक पुनर्निर्माण गर्न अनुरोध गर्दछु। साथै दाङ लमईको सिसौ बगरमा तारबारले घेरेर बन्दक बनाइएका गाईगोरुहरू भोकले तिर्खामा छटपटाइरहेका र प्लास्टिक खान बाध्य भएको गाईगोरुहरू मरणासन्न स्थितिमा पुगेको भन्ने समाचार आएको छ। यो अमानवीय क्रियाकलापमा